Mapala coffin box dia ase pusti manona ase thanda bish ase Nepal da pai nai wala jamade mune do babaji malana babaji madane amado Nagudena brenage oy 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 babaji malana Wagiri ne lavo nene lavo yade wago yelene didi brahma Nadanila brabende na balmande Jena jadi brabende Mata tarangnya kan Kayak dari anda tuh ya Udah jualan aja Nya cocok lah Saya शनिवार इसमें क्या है हमरा नाना जो मानव चामल र 100 रुपैयाँ सिंगाजी है papa la titi ase चिनी tangor है चिनी 1 किलो चिनी donation aina dia ase यो चाहिँ भण्डारी गाउँ सुरु भयो pusti da naga ase यो अहिले चाहिँ सेंगलाजीको लिंक भयो है बुधबारको 100 पर्छ 100 हजुर अब सेंगलाजी मण्डलीमा पिडी चलाउनको लागि सुरु गर्न गइरहेका छौँ उपस्थित विभिन्न मण्डलीबाट पाल्नुभएका पार्षद एल्डर निगम लगायत अन्य ठाउँबाट पाल्नुभएका इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू लगायत सम्पूर्णमा मेरो खुसी अभिवादन जय बसीका साथ नमस्कार। आज 2082 साल मङ्सिर 7 गतेका दिन उहाँ हिजो 6 गते सुत्नु भए तापनि आज हामी विभिन्न कारणवश हामी 7 गते हामी उहाँको पार्थिव शरीरको लागि हामी कार्यक्रम गरेर मण्डलीको विधि अनुसार उहाँलाई हामी
शोकाकुल परिवार प्रति चाहिँ परमेश्वर प्रभु यीशु ख्रीष्टले धैर्य धारणको शक्ति प्रकट गरौँ भनेर म भन्न चाहन्छु। हुन्छ, हामी आजको कार्यक्रमलाई हामी सुरु गर्न गइरहेका छौँ। हामी सुरु गर्नुभन्दा अगाडि चाहिँ एउटा हामी क्रोस गाएर चाहिँ हामी अगाडि सुरु गर्नेछौँ। क्रोस नम्बर 28 रहेको छ। कृपया हामी यस क्रोसलाई चाहिँ हामी गाएर प्रभुलाई चाहिँ हामी महिमा गर्नेछौँ। धन्यवाद, प्रभुलाई महिमा भएको होस्। फेरि हामी लगातारै आजको यस कार्यक्रमलाई एकदमै अगाडि बढाउनको लागि चाहिँ हामी सुरुको प्रार्थना गर्न गइरहेका छौँ। सबै सहभागी भइकन यो समय चाहिँ आदरणीय पास्टर इन्द्रबहादुर गुरुङज्यूलाई चाहिँ यो सुरुको प्रार्थना गरिदिनको लागि यो समय उहाँलाई दिन चाहन्छौँ। हुन्छ, प्रभुलाई धन्यवाद होस् र यो समय दिनुभएको लागि विशेष सञ्चालकज्यूलाई पनि धन्यवाद। र विशेष गरी आदर गर्नुपर्ने विभिन्न क्षेत्रबाट विभिन्न आफ्ना आफ्ना व्यवस्थालाई चाहिँ आफ्ना आफ्ना स्थानमा राखेर यहाँ उपस्थित भएका सम्पूर्णलाई क्रिस्चियन अक्रिस्चियन सम्पूर्णलाई चाहिँ जय मसीह र नमस्कार टोक्राउँछु। र विशेष गरेर यो समय हामी विशेष गरेर सन्त बहादुर गुरुङज्यू पहिले सानादेखि चाहिँ उहाँले चाहिँ जुन प्रभुमा चाहिँ अध्ययन गर्दै जाँदाखेरि चाहिँ बिचमा उहाँका मेन्टल अथवा कुनै उहाँका शारीरिक अभिलाषाहरूबाट चाहिँ उहाँले चाहिँ ब्रेक भएको कारणले विभिन्न समस्या उत्पादन भएर चाहिँ आज फेरि पनि उहाँले उपचार गर्दै र उहाँले चाहिँ प्रभुमा स्वीकार गरेको कारणले चाहिँ आज हामीले चाहिँ उहाँलाई फेरि पनि प्रभुमा समर्पित गर्नको लागि फेरि हामी प्रार्थनामा यो समय हामी उपस्थित हुनेछौँ। त्योभन्दा पहिले चाहिँ म के भन्न चाहन्छु भने एउटा खण्डलाई म पाठ गर्छु, सबैले चाहिँ सुनिदिनु र अनुरोध गर्न चाहन्छु है त। र के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हो र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भन्नुभएको छ। र यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्ने हुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ भनेको छ। हुन्छ, हामी पवित्र छ अथवा छैन, हामी पश्चाताप भनेको चाहिँ क्षमा माग्दै हामी यो समय चाहिँ यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामी प्रार्थना गर्नेछौँ। र सबैजना प्रभुमा भएका परिवारहरू चाहिँ आँखा चिम्लाएर चाहिँ आँखा किन चिम्लाउनुहुन्छ भने हाम्रो मन चाहिँ विभिन्न ठाउँमा हाम्रो देखी हुन्छ है, त्यो चाहिँ एक स्थानमा एक हृदय एक मन होस् भनेर चाहिँ हामी चाहिँ आँखा चिम्लाएर प्रार्थना गर्ने गर्छौँ। यस कारणले अनौठो नमानिदिनु होला, आँखा चिम्लेर प्रार्थना गर्दाखेरि चाहिँ सुनिदिनु होला र धैर्य साथमा चाहिँ तपाईँहरू बसिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। हुन्छ, आउनुहोस् प्रार्थना गर्छौँ है त।
सिंहासन अघि रहनुहुने पिता तपाईँलाई धन्यवाद दिन्छौँ। आज यो सुन्दर समय प्रभु हामीलाई फेरि पनि तपाईँको छोरा सप्तमान गुरु प्रभु आज यज्ञ 1:5 अनुसारमा पिता तपाईँले आमाको गर्भमा आउनुभन्दा पहिले नै कयौं वर्ष अगाडि तपाईँले जीवन पुस्तकमा तपाईँले लेख्नुभयो र साथै तपाईँले फेरि पनि यो सारा संसारमा तपाईँले पठाउनुभयो र असल र खराबलाई प्रभु तपाईँले पहिचान गरेर प्रभु त परमेश्वरले प्रभु तपाईँले पहिलो प्रति 3:16 अनुसारमा पवित्र आत्मा नै हाम्रो हृदयमा बास गर्नुहुन्छ भने चाहिँ त्यहाँ तपाईँ परमेश्वरले हामीलाई चुनौती दिनुभएको छ। यसकारण प्रभु हामीले विभिन्न प्रभु हामी संसार सृष्टिको सुन्दरता बाइबलको पहिलो पुस्तक सबै सुन्ने गरेर चाहिँ बताइदिनु होला। परिवारप्रति परमेश्वरले चाहिँ धैर्य धारण गर्ने शक्ति प्रदान गरौँ भन्दै म यहाँबाट बिदा हुन्छु। सबैलाई जय मसीह, नमस्कार, धन्यवाद। परमेश्वरले धेरै धेरै आशिष दिनुभएको हो हाम्रो प्रचारकज्यू धनबहादुर गरामज्यूलाई। उहाँले हाम्रो माझमा सन्तोषपूर्ण वचन चाहिँ साझा गर्नुभएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज हाम्रो धनबहादुर दाजु चाहिँ पार्थिव शरीर मात्रै हुनुहुन्छ, उहाँको आत्मा चाहिँ स्वर्ग लोकमा बास हुनुभएको हामी विश्वास गर्छौँ। यसै समय फेरि पनि म दाजुलाई भित्री आत्मादेखि नै धेरै धेरै माया गर्छु। दाजु हजुर मेरो आमापट्टिको दाजु हुनुहुन्छ। तपाईँ दाजु चाहिँ स्वर्गमा परमेश्वर प्रभु यीशु ख्रीष्टसँग हुनुहुन्छ भन्ने म विश्वास गर्दछु। अनि साथै हामी अगाडि पछाडि मृत्यु अवश्य छ शारीरिकमा, हामी स्वर्गमा भेट हुने बाजा गर्दछु दाजु दाजुलाई। र साथै यो शोकाकुल परिवारलाई चाहिँ परमेश्वरले धेरै धारणको शक्ति प्रदान गरून् भनेर भन्छु। अनि लगतै केही 2 शब्द चाहिँ राखिदिनको लागि चाहिँ परिवारलाई यो समय दिन चाहन्छु। धन्यवाद दिँदैछ। सिनियर सिटिजन्स गाउँ अलग अलगदेखि आउनुभयो, आउनुभयो, धन्यवाद दिँदैछ। किनभने एकदम वर्ड्सले एक्सप्रेस गर्न नसकेको कुराले एक्सप्रेस गर्नु नसकेको धन्यवाद दिँदैछ। हाम्रो फ्यामिलीबाट बिहाफ अफ आवर फ्यामिली, हाम्रो फ्यामिली तर्फबाट एउटा दुईवटा भोलि कुरा गर्ने भनेर यहाँ गरेछ। एकदम एउटा पनि कुरा गरेको भयो भने पूर्ण पुगेको एउटा हुन्छ। ऊ बिमार हुँदा पनि अहिले प्रार्थना गर्नुको लागि बेसी धन्यवाद छ। किनभने हामी क्रिस्चियनको प्रार्थना पैसादेखि ये है जोबरी गांव, ये माँ का गांव है। देखो छोटा गांव है लेकिन बहुत सुंदर है। देखो पहाड़ का नीचे में घर लोग बनाया है। अच्छा से देखो इतना हरियाली, इतना अच्छा है। देखो नेचर, देखो नेचर।
गर्दछु funeral last services प्रेम हामी देखाउनेछौँ परिवार दाजुले आफ्ना नजिकका परिवारजनहरू तपाईहरूले दाइको मुहालाई हेरिदिनुको लागि अन्तिमचोटि भोलिका दिनदेखि हामीले दाजुलाई अनुहारलाई हामी हेर्न पाउँदैनौँ देख्न सक्दैनौँ आत्मा जीवित हुनुहुन्छ तर उहाँको आत्मालाई हामी देख्न सक्दैनौँ उहाँको आत्मालाई हामीले हाम्रा शारीरिक आँखाबाट देख्न सक्दैनौँ तैपनि हामी एउटा आत्मिक आँखाबाट चाहिँ आशा र विश्वास गर्दछु आदरणीय माधवको तपाईँहरू दाजु अबको समयदेखि हामी उहाँलाई देख्न सक्दैनौँ आज उहाँको मुहालाई हेर्ने अन्तिम दिन हो भोलिदेखि हामी देख्न पाउँदैनौँ हामी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ दाजुलाई हामी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ आदरणीय इष्टमित्र दाजुभाइ तथा दिदीबहिनीहरू आत्मा अति नै खुसी हुनुहुन्छ हामी उहाँको पार्थिव शरीरलाई हेरिरहेका छौँ यस संसारमा जिउँदै गर्ने क्रममा हामी विभिन्न समय कालखण्डमा उतार चढाउका समयहरू आएको कारण तपाईँ इष्ट मित्रहरू
ठाउँबाट हामी लान हामी तयार भइरहेका छौँ अनि जहाँ बाटो घाटोमा विभिन्न किसिमका अनि ल्याउने पुस्तकका शक्तिले कुनै प्रकारले पनि सराको अनि कतिसम्म पनि आक्रमण गर्न पर्ने छैन हामी एकैको यात्रामा अनि साथै तपाईँको मात्र राजबाट सम्पूर्ण प्रतिशतमा जुन कान्तसम्म पुगेर जबसम्म तपाईँको स्वर्गको स्रोत हामी मान्दछौँ तपाईँ परमेश्वर एकैको साथमा अनि जति पनि दाइलाई जुन ठाउँ विश्वासमा लानु छ त्यो ठाउँसम्म लानु पुर्याउनु जति पनि हातमा गर्दै लानु बोक्ने सबैको साथमा तपाईँ रहनु विभिन्न खतरा छ केहीबाट तपाईँ बचाइएन त्यस ठाउँसम्म पुगेर फेरि पनि तूने होल बद ओने ताल भाई तेरा मजा चीदी नहीं
दिदी बाबालाई दिदी दिदी एकटा আছে बहिनी 5টা कपडाहरु त ल्याएको छैन नि हैन लुगा त लेना कपडा सारो वाला कहीं खबर त्यो हाल्दिया छ Ore kaya. Salah unna. अब स्याट च्यापे बारी जे सरी लाग्ने रंगे फेरि गुरेना गुना होती तलाई हम गुना होती तलाई अनि ठ्याक्कै सामान्य बारी हो दिले ठ्याक्कै सामान्य बारी पुरै त तो सँगै जाऊ सँगै पुरै हो दुटा पुरै त Finally, kapag ina-adjust this, ano, kodoman dures, bustiman nichide say. Naga name chide. Mohalla busti.
Guys, thanda asde Nepal la chatar do na asde sabe. Apne first time to la. Thanda asde. Upai nai busti de na asde Nepal la busti do. Dan itu urigina birai. Itu ba moi bi urigina apne hange dikhao banai. Sina se. Kina ka asde comment gori na asde. Nepal la blanket chatar ko ho doge itu abao itu kila asle yak la oina ship ko o ship la ase boshi ship la ase hala sina nai comment gori di hala culture ase ada koi ada yeah video dulu nasde yang kushi pada komen gori na kasi Nepal rural life ase pusti la